नमस्कार साथीहरू, स्वागत छ सम्पूर्णलाई गोरखापत्र दैनिकको ज्ञान सागर वस्तुगत प्रश्न उत्तरमा। आज मिति 2081 साल फागुन 28 गते बुधबार। प्रश्न उत्तरमा सबैभन्दा पहिलो प्रश्न रहेको छ, नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2025 मा सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्रको अवार्ड प्राप्त गर्ने सफल वृत्तचित्र कुन हो भनेर भनेको छ। यसको उत्तर रहेको छ डिजाइन टु डिसएपियर। शिवपुरी निर्देशित वृत्तचित्रले सो अवार्ड जितेको भनेको छ। पुरीले वृत्तचित्रबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड पनि हात पारेका भनेर भनेको छ। महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट गुड मदरले र अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको जायदले प्राप्त गरेको भनेर भनेको छ। र अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड भारतीय वृत्तचित्र लोनी ट्युन्सले, अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड बङ्गलादेशको चलचित्र सोडाले, अन्तर्राष्ट्रिय लघु चलचित्रको स्पेसल मेन्सन अवार्ड बेलायतको लघु चलचित्र जेन्ट पपेट्स फर डिग्निफाइड मिन्स्युरेसन्सले प्राप्त गरेका भनेर भनेको छ। अन्तर्राष्ट्रिय जुरी अवार्ड अर्जेन्टिनाको लघु वृत्तचित्र डी टेम्पल अफ इटर्नल साउन्डले जितेको भनेर भनेको छ। काठमाडौँमा सम्पन्न 13औं संस्करणको यस महोत्सवमा नेपालसहित 17 देशका 49वटा चलचित्र समावेश रहेका भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 2 रहेको छ, मुलुक बाहिर कृति लेखक लैनसिंह बाङडेल हुन् भने पर्खालभित्र र बाहिर कृतिका लेखक को हुन् भनेर भनेको छ। यसको उत्तर रहेको छ पारिजात। यसै गरी प्रश्न नम्बर 3 रहेको छ, म्याग्दी र मुस्ताङमा निर्माण हुने कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ। यसको उत्तर रहेको छ 180 मेगावाट। मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा नजिकै बाग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नजिकै विद्युत गृह निर्माण गरिने यस आयोजनाले जग्गा व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका कार्य सकेर पूर्वाधार निर्माणको तयारी गरेको भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 4 रहेको छ, 14औं दक्षिण एसियाली खेलकुद सागको आयोजना कहिले गर्ने निर्णय भएको छ भनेर भनेको छ। यसको उत्तर रहेको छ सन् 2026 जनवरी 23 देखि 31 पाकिस्तानमा भनेर भनेको छ। पाकिस्तानमा तेस्रो पटक साग खेलकुद हुन लागेको भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 5 रहेको छ, बाल अदालत कहिलेदेखि सञ्चालन हुने भएको छ। यसको उत्तर रहेको छ विक्रम सम्वत 2082 वैशाख 2 भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 6, मध्य चमेलिया जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ भनेर भनेको छ। यसै गरी उत्तर रहेको छ 28.30 मेगावाट। दार्चुलाको मारमा गाउँपालिका 2 मा सो आयोजना निर्माण हुने भएको भनेर भनेको छ। सो आयोजना विक्रम सम्वत 2081 फागुन 10 मा शिलान्यास गरिएको भनेको छ। यसै गरी प्रश्न नम्बर 7 रहेको छ, प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन्। यसको उत्तर रहेको छ अनवीकरणीय। प्रश्न नम्बर 8, नेपालको कुन ठाउँलाई माटोको सहरका रूपमा चिनिन्छ भनेर भनेको छ। यसको उत्तर रहेको छ ल्याम्नठाङ मुस्ताङ। यसै गरी प्रश्न नम्बर 9, ट्रान्सपेरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ भनेर भनेको छ। यसको उत्तर रहेको छ बर्लिन, जर्मनी। यसै गरी प्रश्न नम्बर 10, नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो भनेको छ। यसको उत्तर रहेको छ विक्रम सम्वत 1961 माघ। यसै गरी प्रश्न नम्बर 11, नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ। यसको उत्तर रहेको छ भण्डारखाल पर्व। यसै गरी प्रश्न नम्बर 12, द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो। यसको उत्तर रहेको छ एकराज शमशेर र ब्रह्म शमशेर। यसै गरी प्रश्न नम्बर 13, जयतु संस्कृतम आन्दोलनको प्रारम्भ कहिले भएको थियो। यसको उत्तर रहेको छ विक्रम सम्वत 2004 असार 1 गते। संस्कृत छात्रावास काठमाडौँका विद्यार्थीले सरकार समक्ष विभिन्न माग राखी आन्दोलन प्रारम्भ गरेका थिए भनेर यहाँ लेखेको छ। अब भने लागौँ वस्तुगत प्रश्न उत्तरतर्फ। वस्तुगत प्रश्न उत्तरमा सबैभन्दा पहिलो प्रश्न रहेको छ, नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2025 मा सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्रको अवार्ड प्राप्त गर्ने सफल वृत्तचित्र कुन हो भनेर भनेको छ। यसको उत्तर रहेको छ डिजाइन टु डिसएपियर।
शिवपुरी निर्देशित वृत्तचित्रले सो अवार्ड जितेको भनेको छ। पुरीले वृत्तचित्रबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड पनि हात पारेका भनेर भनेको छ। महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट गुड मदरले र अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको जायदले प्राप्त गरेको भनेर भनेको छ। र अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड भारतीय वृत्तचित्र लोनी ट्युन्सले, अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड बङ्गलादेशको चलचित्र सोडाले, अन्तर्राष्ट्रिय लघु चलचित्रको स्पेसल मेन्सन अवार्ड बेलायतको लघु चलचित्र जेन्ट पपेट्स फर डिग्निफाइड मिन्स्युरेसन्सले प्राप्त गरेका भनेर भनेको छ। अन्तर्राष्ट्रिय जुरी अवार्ड अर्जेन्टिनाको लघु वृत्तचित्र दि टेम्पल अफ इटर्नल साउन्डले जितेको भनेर भनेको छ। काठमाडौँमा सम्पन्न 13औं संस्करणको यस महोत्सवमा नेपालसहित 17 देशका 49वटा चलचित्र समावेश रहेका भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 2 रहेको छ, मुलुक बाहिर कृति लेखक लैनसिंह बाङडेल हुन् भने पर्खालभित्र र बाहिर कृतिका लेखक को हुन् भनेर भनेको छ। यसको उत्तर रहेको छ पारिजात। यसै गरी प्रश्न नम्बर 3 रहेको छ, म्याग्दी र मुस्ताङमा निर्माण हुने कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? यसको उत्तर रहेको छ 180 मेगावाट। मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा नजिकै बाग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नजिकै विद्युत गृह निर्माण गरिने यस आयोजनाले जग्गा व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका कार्य सकेर पूर्वाधार निर्माणको तयारी गरेको भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 4 रहेको छ, 14औं दक्षिण एसियाली खेलकुद सागको आयोजना कहिले गर्ने निर्णय भएको छ भनेर भनेको छ। यसको उत्तर रहेको छ सन् 2026 जनवरी 23देखि 31 पाकिस्तानमा भनेर भनेको छ। पाकिस्तानमा तेस्रो पटक साग खेलकुद हुन लागेको भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 14, कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ? यसको उत्तर रहेको छ पिण्ड। वस्तुको पिण्ड भौतिक तराजुले नापिन्छ। अन्तर्राष्ट्रिय नापतोल विभागमा राखिएको प्लाटिनम इरिडियम धातुबाट बनेको ढकको पिण्डलाई 1 किलोग्राम मानिन्छ भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 15 रहेको छ, बीबीसीले कहिलेदेखि नेपाली भाषामा कार्यक्रम प्रसारण सुरु गरेको हो? यसको उत्तर रहेको छ सन् 1967 जुन 7मा भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 16, पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ? यसको उत्तर रहेको छ उत्परिवर्तन। एउटै जातिका सजीवहरूको बीचमा देखा पर्ने असमानतालाई परिवृत्ति, मातापिता भन्दा सन्तानमा देखिने केही न केही भिन्नता भनिन्छ। एकै खाले वंशाणु भएर पनि फरक फरक किसिमको वातावरणमा हुर्कदै जाँदा भिन्नता देखा पर्नुलाई वातावरणीय परिवृत्ति भनिन्छ भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 17, नेपालमा पहिलो विद्युतीय राजधानी कसलाई प्रदान गरियो भनेर भनेको छ? यसैको उत्तर रहेको छ सत्यमोहन जोशी, विक्रम सम्वत 2078 मङ्सिर 1 गते भनेर भनेको छ। यसै गरी नेपालमा राजधानीको सुरुवात गर्ने व्यक्ति भीमसेन थापा हुन् भनेर भनेको छ। नेपालमा हस्तलिखित राजधानीको सुरुवात विक्रम सम्वत 2019 मङ्सिर 4बाट भएको भनेर भनेको छ। नेपालमा एमआरपीको सुरुवात विक्रम सम्वत 2067 पुस 11 गतेबाट भएको भनेको छ। एमआरपी प्राप्त गर्ने पहिलो व्यक्ति रामवरण यादव हुन् भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 18, पैसा एउटा अत्यन्त खराब मालिक तर निकै असल नोकर हो भन्ने विचारक को हुन् भनेर भनेको छ। यसको उत्तर रहेको छ फ्रान्सिस वेकन, अङ्ग्रेज दार्शनिक भनेर भनेको छ। प्रश्न नम्बर 19, युरो मुद्रालाई कहिलेदेखि प्रचलनमा ल्याइएको हो? यसको उत्तर रहेको छ विक्रम सम्वत 2002 जनवरी 1 तारिक। यसै गरी प्रश्न नम्बर 20, प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थानीय रूपमा सञ्चालित कार्यक्रमलाई के भनिन्छ? यसको उत्तर रहेको छ अपरेसन नाइटिङ्गेल भनेर भनिन्छ भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 21, किराँत सङ्ग्रहालय कहाँ रहेको छ? यसको उत्तर रहेको छ खोटाङको हलेसी। यसै गरी प्रश्न नम्बर 22, नेपालको कुन ठाउँमा ठिमाहा प्रथा रहेको छ? यसको उत्तर रहेको छ हुम्ला जिल्लामा।
नाम्खा गाउँपालिकाको लिमीमा यो प्रथा रहेको छ। अविवाहित छोरीले अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा माइती पक्षले नै सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो प्रथा नै ठिमा प्रथा हो। सुन्दा निकै अनौठो र अपत्यारिलो लागे पनि हुम्लाको लिमीमा यो परम्परा हालसम्म कायम छ। विवाह नगरी बसेका बेला गाउँको कुनै युवकसँग कायम भएको सम्बन्धबाट बच्चा जन्मिएमा माइतीले नै बास बनाइदिनुपर्ने र भाँडा बर्तन तथा जमिनको व्यवस्था मिलाइदिनुपर्ने सामाजिक मान्यता रहेको छ भनेर भनेको छ। यसरी जन्मिएको बच्चालाई पुमताम्बा भनिन्छ। त्यस्तै बच्चालाई 18 वर्ष उमेर नपुग्दासम्म एक तह कमको दर्जामा राख्ने र 18 वर्ष पुगेपछि सो दर्जा हट्ने परिपाटी रहेको छ। यसै गरी प्रश्न नम्बर 23 नेपाल नेपाल विश्व पर्यटन सङ्गठनको सदस्य कहिले बनेको हो भनेर भनेको छ। उत्तर रहेको छ सन् 1975। यसै गरी विश्व पर्यटन सङ्गठनको स्थापना सन् 1975 जनवरी 2 मा भएको भनेको छ। यसै गरी यसको प्रधान कार्यालय स्पेनको मेड्रिडमा रहेको भनेको छ। प्रश्न नम्बर 24 नर्सिङ व्यवस्थालाई सुधार्न आफ्नो जीवन समर्पण गरेकी फ्लोरेन्स नाइटिङ्गेलको जन्म कहिले भएको थियो भनेको छ। यसको उत्तर रहेको छ सन् 1820 मे 12 इटली। आधुनिक नर्सिङकी जन्मदाता मानिने फ्लोरेन्स आफ्ना बुबा आमाको चाहना विपरीत मानव सेवाका लागि नर्स बनेकी भनेको छ। दया र सेवाकी प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई लेडी विथ ल्याम्प भनेर पनि चिनिने भनेको छ। यिनको मृत्यु 1910 अगस्त 13मा भएको भनेको छ। आयुर्वेद कुन वेदको उपवेद हो भनेको छ प्रश्न नम्बर 25मा। यसको उत्तर हो अथर्ववेद। विश्वकै प्राचीन चिकित्सा विज्ञान आयुर्वेद ईसापूर्व 3000 देखि 50,000 वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ भनेको छ। आयुर्वेदिक उपचार विधि मात्र नभएर मानव जीवनका खानपिन आहार विहारलाई निर्दिष्ट गर्ने विज्ञान हो जसले मानवको शरीर मन र आत्मालाई स्वस्थ तथा सन्तुलन राख्न जोड दिन्छ भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 26 ब्लड मनी भनेको के हो भनेको छ। उत्तर रहेको छ मृत्युदण्डको सजाय पाएको व्यक्तिको पक्षले पीडित पक्षलाई क्षतिपूर्ति दिई आरोपी पक्षलाई बचाउने गरी दुवै पक्षको हित गर्न गरिने रकमको आदान प्रदान भनेर भनेको छ। यसै गरी प्रश्न नम्बर 27 लदी पूजा कुन जातिमा प्रचलित छ भनेर भनेको छ। उत्तर रहेको छ माझी। प्रश्न नम्बर 28 रहेको छ प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चरखा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन्। यसको उत्तर रहेको छ भीम शमशेर। यसै गरी प्रश्न नम्बर 29 सनकी राजा भनी श्री 5 सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ। उत्तर रहेको छ श्री 5 राजेन्द्र। प्रश्न नम्बर 30 हराएको वस्तु पाए बापत दिइने पुरस्कारलाई के भनिन्छ। यसको उत्तर रहेको छ पलौनी। प्रश्न नम्बर 31 विश्वकै ठुलो संस्कृत नेपाली शब्दकोश कसले निर्माण गरेका हुन्। यसको उत्तर हो स्वामी केशवानन्द गिरी। प्रश्न नम्बर 32 नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन्। यसको उत्तर रहेको छ मोहन कोइराला। यसै गरी प्रश्न नम्बर 33 हाइपर इन्फ्लेसन भन्नाले के बुझिन्छ। यसको उत्तर रहेको छ अत्याधिक मुद्रास्फीति। यसै गरी प्रश्न नम्बर 34 फ्रम थर्ड वर्ल्ड टु फर्स्ट नामक कृतिका लेखक को हुन्। यसको उत्तर हो ली क्वान यू। साथीहरू आजको गोर्खापत्र दैनिकको ज्ञानसागरको वस्तुगत प्रश्न उत्तर यति नै रहेको छ। आजको भिडियो कस्तो लाग्यो कतिको जानकारीमूलक रह्यो कमेन्टमा लेख्नुहोला मन परेमा लाइक गर्नुहोला र यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। हस्त धन्यवाद।